हेलो मिनासान कोनिचिवा। आज चाहिँ हामी जापानिज बारहरू बारेमा पढ्न जाँदैछौँ। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार। नेपालीमा त यसरी भनिन्छ। जापानिजमा के गरी भनिन्छ, उसले कसरी लेखिन्छ भन्ने कुराहरूमा चाहिँ आज हामी पढ्न गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र सिक्नुहोला है। सबभन्दा सुरुमा आइतबार छ हैन, निचियोबी भनेर भनिन्छ। निचियोबी भनेर भनिन्छ। सोमबार सोमबारलाई छ गेचुयोबी भनेर भनिन्छ। मङ्गलबार छ खायोबी भनेर भनिन्छ मङ्गलबारलाई। बुधबार छ सुयोबी शुक्रबार। बिहिबारलाई भनिन्छ मोकुयोबी बिहिबारलाई मोकुयोबी भनेर भनिन्छ। शुक्रबारलाई भनिन्छ किन्योबी भनेर भनिन्छ शुक्रबारलाई। र अन्तिममा छ शनिबारलाई दोयोबी भनेर भनिन्छ है त। यस्तै नयाँ भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक, कमेन्ट, फलो गर्नुहोला। यदि तपाईँलाई मन परेको छ भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला है त। हस्, धन्यवाद। जय माता सीता। हामी फेरि भेटौँला है।